हाम्रा ऐतिहासिक सांस्कृतिक चित्रहरूमा, नवदुर्गाको ख्वापाहरूमा, जात्रा पर्वहरूमा अझै पनि प्राय प्राकृतिक रङ नै प्रयोग गर्ने गरिन्छ, जुन बिस्तारै हराउने क्रममा रहेको छ। आदरणीय चित्रकार पूर्ण चित्रकारज्यू यस्तै रङहरूसँग खेल्दै चित्र कोर्दै हुर्कनुभयो र यही संस्कृति बचाउँदा बचाउँदै उमेरले डाँडो काटेको पनि पत्तै पाउनु भएन। आज उहाँ 80 वर्ष पुग्नु भइसकेको छ र पनि संस्कृति बचाइराख्नु भएको छ। शरीर कमजोर भयो होला, तर आस्था, विश्वास र मनोबल भने कमजोर भएको छैन। आज उहाँलाई भेट्ने क्रममा उहाँले प्रयोग गर्ने केही प्राकृतिक रङहरू हेर्ने, त्यसको विशेषता र प्रक्रिया बुझ्ने अवसर जुर्यो र तपाईहरूलाई पनि देखाउन सुनाउन मन लाग्यो। यो जुन मेरो हातमा देख्नु भएको धातु जस्तै या भनौं टल्किरहेको रातो रङको ढुङ्गा देख्नु भएको छ, यो रातो रङ हो। यो ढुङ्गा फलाम भन्दा पनि गरुङ्गो रहेको छ। यसलाई पिसेर, भिजाएर, छानेर रङ बनाउनु पर्छ भने यो रङको विशेषता पनि रहेको छ। यसलाई गाईको दूधसँग घोलेर खानाले हड्डी भाँचिएको जोडिन्छ भनेर चित्रकारज्यू भन्नुहुन्छ भने यो पहिलेको आयुर्वेदिक औषधि पनि हो। अर्को रङ रहेको छ पहेँलो, जुन रङको ढुङ्गा चित्रकारज्यूले हामीलाई छुन पनि दिनु भएन। छुन नदिनुको कारण भने यो ढुङ्गा विषादी हुने हुँदा यसलाई छोएर मुखमा हालेको खण्डमा ज्यान नै जान सक्ने रहेछ। तर यसलाई पिसेर 12-15 दिनसम्म पानीमा ढड्याएर राख्नाले भने यो रङमा रहेको विषादी उडेर जाने र रङ विषादी मुक्त हुने रहेछ। यसपछि आउँछ सबैभन्दा महँगो रङ। चित्रकारज्यूका अनुसार यो रङ सुन जत्तिकै महँगो रहेको छ। यो रङ आजभन्दा 22 वर्ष अगाडि अर्थात् 2060 सालमा लुम्बिनीको जर्मन गुम्बामा चाहिएको र कहीँ नपाएपछि पूर्ण चित्रकार ज्यूकोमा आएर किनेर लगिएको रहेछ। त्यो समयमा यो रङ तोलाको 10,000मा किनबेच भएको रहेछ भने त्यो समयमा सुनको पनि उही 10,000 नै मूल्य रहेको चित्रकारज्यू बताउनुहुन्छ। यस्ता प्राय सबै प्राकृतिक रङहरू चित्रकारज्यूसँग छ, जुन उहाँले पिसेर तयार गरेर राख्नु भएको छ भने हरेक सांस्कृतिक चित्रहरूमा यही प्राकृतिक रङहरू नै प्रयोग गर्नुहुन्छ। तर आज सबैलाई सस्तोमा इनामेल लगाएर भए पनि चित्र देखावटी टिकाउनु छ। तर हाम्रो मौलिकता, संस्कृति र संस्कृति बचाउनेहरूलाई टिकाउन र बचाउन कसैले पनि सोचेको छैन। उहाँ निस्वार्थ संस्कृति बचाइराख्नु भएको छ। संस्कृति संरक्षणमा भगवानको दर्जामा रहेको उहाँहरूलाई हामीले कस्तो नजरले हेरिरहेका छौं? उहाँसँगै हाम्रो पहिचान खुलाउने एउटा माध्यम सकिन्छ, हाम्रो संस्कृति सकिन्छ, यो विषयमा कहिले सोचेका छौं? हामीले उहाँलाई मनैदेखि सम्मान कहिले गर्यौं? के उहाँ यो उमेरमा पनि सहयोगको लागि वडा, नगर र जनतासँग हात जोडिराख्नु पर्ने हो कि हामी आफैले बुझ्नुपर्ने हो? भगवानले नै हात जोड्दा पनि नपग्लिने हामी चाहिँ कस्तो हो? न उहाँलाई स्वागत हुन्छ न बिदाई, आइज काम गर अनि जा भने जस्तो। अझै उहाँको उमेर र खर्च नै नबुझी चन्दा बाकसमा टन्न पैसा उठ्छ, त्यसैले चाँडै सक्नुपर्ने काम ढिला सक्छ भन्नेहरू देख्दा के भन्नु हे भगवान? त्यो भन्ने मान्छे आफै मसान भैरवको चित्र कोर्न आउनुहोस्, रङ म आफै दिन्छु, अझै दिनको 3,000 पनि दिन्छु, ल 9 दिनमा काम सकाउनुहोस् भनेर चित्रकारज्यू भन्नुहुन्छ। खोइ हामीले उहाँलाई सम्मान गर्न किन सक्दैनौ? नेवारहरूले किन गर्दैन? नेपालले किन गर्दैन? धन्यवाद। यो चाहिँ सबभन्दा महँगो रङ। त्यो बेलामा 60 सालमा तपाईले 10,000 बेच्नु भएको तोलाको। कर परेर मात्रै दिएको। यो कहाँ? लुम्बिनीमा?
लुम्बिनीको जर्मन गुम्बामा गुम्बामा 60 सालमा तोलाको 10,000मा दिनुभएको यो रङ सुन पनि 10,000 अँ त्यो रङ पनि 10,000 ए त्यो बेला सुन पनि 10,000 यो रङ पनि 10,000 तोलाको यो रङ त्यो सबै चाहिँ ओरिएर जान्छ ए भनेपछि 10-12 दिन घोटेर यसलाई भिजाएर राख्ने कुहिएर राख्ने कुहिएर राख्ने अनि त्यसपछि चाहिँ यसको जान्छ उडेर अनि यो माथिको चाहिँ यो पारो छ नि है टल्के वो सबै ओरिएर जान्छ अनि मुनिको माटो हुन्छ नि माटो चाहिँ तल बस्छ अनि बिचको मात्रै त्यो बुढिसले बिस्तारो पुछेर निकाल्ने अनि त्यो चाहिँ विषादी हुँदैन भनेपछि पछि चाहिँ पछि भन्दैन ए अहिले चाहिँ भनेपछि यो यसलाई छुनु हुँदैन छोएर मुखमा हाल्यो भने मान्छे मर्यो विषादी हुन्छ एकदम पुरा बिच ए भनेपछि यो चाहिँ हाम्रो अर्ग्यानिक रङ होइन त ढुङ्गै रहेछ नि ल म लाने जुमा थोर लाउँछु नुहाइ हाल्नु हाँसो यो त फलाम भन्दा नि गर्नुको चाहिँ यत्रो सानोमै हाफ किलो जतिकै रहेछ अनि यो चाहिँ औषधि पनि हुन्छ दुधसँग खायो भने चाहिँ हाम्रो त्यो कस्तो हड्डी भाँचेकोहरू चाहिँ जोडिन्छ ल त्यस्तो पनि रह्यो यो रातो रङ यो चाहिँ हाम्रो यो प्राकृतिक रङहरू ल